दाइ हजुर के गर्दै हुनुहुन्छ? आज चाहिँ मृग खोप्दैछु। मृग खोप्दै हुनुहुन्छ है? हजुर यो कम्प्लिट भइसक्यो आरो दाइ मृग? यो लगभग कम्प्लिट भयो। अब यो नाकमुख खोल्न बाँकी छ। नाकमुख खोल्न बाँकी छ है? हजुर सुरुमा चाहिँ यस्तो हुन्छ दाइ साइडको जस्तो? यस्तो हुन्छ हजुर। सुरुमा चाहिँ त्यस्तो आउँछ अनि हजुरले फुल कार्भिङ गर्नुहुन्छ है? हजुर जस 3D लुक्स चाहिँ हजुरले दिनुहुन्छ त्यसलाई। हजुर। अनि यो अर्को साइडको चाहिँ के छ दाइ? अर्को साइड पनि यो मृगै हो। हिमालतिर चाहिँ यसलाई थार भन्छ। हजुर हजुर। यसलाई चाहिँ टक्क घरको भित्तामा यसरी राख्ने हो। टक्क सजाउने हो यो चाहिँ। ए दुईटा मृगको बिचमा? यसरी राख्ने हो। यो चाहिँ गुम्बाको गेटतिर पनि हुन्छ। हजुर हजुर। सजावटको लागि घरको भित्तामा एकदम राम्रो हुन्छ। यसको मिनिङ चाहिँ के छ दाइ? यसको मिनिङ भन्नाले खासै त्यस्तो होइन, एकदम गुड लक। यो चाहिँ घरभित्र छिर्ने बित्तिकै यो चाहिँ गुड लक भनेर भनिन्छ। अब यसको धेरै छ, धेरै थरी छ है? जो सकिन लाग्यो दाइ अब? सकिनलाई यो चाहिँ सकिन लाग्यो। अब यो पर्सि सकिन्छ। ए पर्सि सकिन्छ है? हजुर। ल हस् त दाइ धन्यवाद।